यस्तो हुन्छ मिडल क्लास मान्छेको लाइफ पार्ट 2। आज बिहान उठेर म एकछिन घाम तापेपछि टोयलेटमा गएर 1 घण्टा टिकटक हेर्दै बस्न थालेँ। मोरिस क्या हो भित्र? त्यसपछि आधा गु अड्काएर म टोयलेटबाट निस्केँ। हकार आएर म मोबाइल चलाउन थालेँ, त्यही बेला मम्मीको आवाज आयो। ओ कहाँ छ? हजुर हजुर हजुर। डान्स भनेपछि म अझै पनि हुर्कै थिएँ। स्किन केयरलाई प्राथमिकता दिँदै मैले हाम्रो जादुगर ब्रान्डको एन्टी मैलो साबुनले फेस वास गरेँ। घर कोही छैनन् भनी सोचेर म गुड नाइटको नसा गर्दै थिएँ। ओए दादा क्यारे गयो? यस्तो सुन्ने हो? यसले क्यान्सर हुन्छ, क्यान्सर थाहा छैन? अबदेखि नसुन। दादाबाट भोला लिएर आइज। हिँड्दै हिँड्दै अचानक मेरो खुट्टाको कान छेउला खाटको कुनामा ठोक्कियो। दोकान जा। जसो तसो उठेर म पसल गएर मासु लिएर आएर पकाउन थालेँ। त्यो यति मिठो भएको थियो कि आधा किलो त म आफैले चाख्दा चाख्दै सिद्धाछु।